हिजोको भिडियोको आज म एन्सर दिँदैछु है। कतिले मलाई इनबक्समा पनि सोध्नु भएको थियो है। यहाँले पत्ता लगाउन यहाँलाई गाह्रो पऱ्यो पक्कै पनि। मलाई पनि सुरुमा यो चिज मैले त्यो भनेको थिइनँ कि बस यो हो तपाईँ हाम्रो लागि एकदमै नहुने आवश्यक होइन। विभिन्न किसिमका जीवाणुहरू ब्याक्टेरियाहरूलाई मार्ने प्रसाधन सामग्री स्वस्थ हुने होइन, निखार ल्याउने शरीरलाई, विशेष गरी चन्द्रा दिदी होइन त उहाँले बनाउनु भएको नयाँ सृष्टि महिला समाज भरतपुर 11 मा रहेको संस्था। त्यस संस्थाको उत्पादन हो यो। आफ्नो तालिम, विभिन्न किसिमका हर्पिक बनाउने, साबुन बनाउने, फिनेल बनाउने तालिममा दिदीबहिनीहरूले यति राम्रो कलात्मक साबुन बनाउनु भएको छ। र यस अगाडि पनि नयाँ सृष्टि समाज चितवनले धेरै अन्य सामाजिक वैशाख 8 गतेबाट सुरु भएको यस तालिम वडा अध्यक्ष कमल मल्लज्यूले समुद्घाटन गर्नु भएको थियो होइन। सामाजिक विकास कार्यालय हेटौडाको सहयोगमा भएको हो यस तालिम। र एकदमै उत्साहजनक रूपमा महिला दिदीबहिनीहरूले सहभागिता जनाउनु